ढोलपाटनको गेट ल जाम यहाँ गाइज यहाँ इन्ट्री हुनुपर्छ आर्मी क्याम्प छ यहाँ ढोलपाटन गेट यसरी चाहिँ यहाँ जनावरहरूको यो राखिएको छ सकिन्न है सकिन्न खतरा देखियो यार भिड त यता हेर न यता हेर्नु नि गाह्रो भाइ बाटो हेर भाइ यो बाटो खोला हेर नाला डाँडा टाकुर हो नेपाल में साला पत्थर ही पत्थर भन्छ एउटा भैयाले बरै किन भएन है बहिनी किन भन्नु ढोलपाटन जाने बाटो हो यो अब यस्तो बाटो छ साह्रै बिकट छ यो जाने बाटो साह्रै भत्किएको बिग्रेको यस्तो खालको बाटो छ जब बुर्तिवाङबाट माथि लागिन्छ ढोलपाटन हामी यसरी यो गाडी रिजर्भ गरेर गएका थियौँ 11 जना अगाडि अरु बस्नु भएको छ बाटो साह्रै अप्ठ्यारो छ है अब कुनै बेला अब राम्रो पनि छ होला तर अब हामी गएको बेलामा साह्रै बिग्रेको बाटो थियो अब यो बिग्रेको बाटोको कन्डिसन मैले अलिकति देखाउन खोजेको छु यो भिडियोमा जब बुर्तिवाङबाट माथि लाग्नुहुन्छ त्यतिखेर चाहिँ यो अवस्था छ बाटो बुर्तिवाङदेखि 2.5 देखि 3.5 घण्टाको यात्रा गरिसकेपछि यो ढोलपाटन ठ्याक्कै छिर्नी चेक पोइन्ट आर्मीको चेक पोइन्ट छ यहाँ पुगिन्छ यहाँ पुगिसकेपछि इन्ट्री गर्नुपर्छ नामहरू लेख्नुपर्छ टिकट काट्नुपर्छ अनि त्यसपछि यो ढोलपाटन आरक्षण क्षेत्रको आर्मीहरूसँगबाट इन्ट्री लिएर बल्ल हामी भित्र छिर्न पाइन्छ ल ढोलपाटन चौर रहेको छ यो हट यो पहाडमा पनि भनौँ न एकदम हिमालमा पनि यो किसिमको चाहिँ फाँट दूर दूरसम्म हेर्न पाइन्छ ढोलपाटनमा मेरो घोडामा कस्तो एक्सपिरियन्स भइरह मजा आछ आर यु फिलिङ गुड ल तिम्रो हाँडा झर है अब बुनु र
कस्तो भइरहेको त लाग्यो यस्तोमा आउनु पर्ने थियो अनि हिजो चाहिँ हामी यहाँ अगाडि बस्थ्यौँ नि यहाँ अगाडि बस्थ्यौँ अनि योले कति लाग्थ्यो मलाई खुट्टामा मेरो खुट्टा दिएको थियो कि अनि एकछिनको लागि चाहिँ हामी पछाडि बस्छौँ आई डोन्ट नो हाउ इट फिल होइन इट्स माई फर्स्ट टाइम सिटिङ एट द ब्याक अनि माई प्यारेन्ट्स आर लाइक मेकिङ इट अनि यहाँ बसेर पनि यस्तो गाह्रो पर्छ नि It's so fun. तिमी छेउमा आऊ त भाइलाई त्यहाँ राख भाइ डरेर देउरालीको उकालो चढ्ने बेलामा बाबुलाई यसरी घोडामा राखेर लगिँदैछ खास त यो ऊ पनि फुल्ने हैछ कि यो जुन झाडी छ नि त्यो झाडी पनि फुलेको हैछ अनि ओइलाइसकेको हैछ कि यो सबै फुलहरू नि यी मरिसक्यो कि यो पहिला सबै फुलेको रहेछ अब हामी आउनु ढिलो भयो नि त खास बर्खायाममा हाउ डु यु फिल कस्तो अनुभव भइरहेछ जुका खुट्टामा जुका पर्यो है खै खानु छ खै छिरिसकेर छैन छ र छैन जुकाको भित्र छ जुका नि लाग्छ है कहाँनिर छ है छैन छोरी छैन कहाँ कालो छैन कि छैन कि कहाँ छ हो खै ल देखाउ खै देखाउ छ र ल देखाउँ त म भिडियो बनाइरहेको छु कि आई एम इन लाइभ छैन कि बेटा जुकाको एक्सपिरियन्स पनि गर्दै हुनुहुन्छ एमबिबिएस स्टुडेन्ट उहाँले अब भन्नु पायो ल है यस्तो दामी फुल्दो रहेछ होइन दामी फुल्दो रहेछ यो धुप्पीको बुटो पनि है यसरी बादल उडिरहने बुना कमान छोरी बादल मुनि दामी फुले है फुलहरू
ढोरपाटनको देउराली डाँडाबाट देखिने भ्यूज रमणीय भ्यूज यस्तो खालको भ्यूज देखिन्छ। यहाँ फुलहरू फुलिरहेको छ हैन, विभिन्न किसिमका फुलहरू हामी फुलेको देख्न पाउँछौँ र यो तल चौरमा पनि फुलहरू फुल्ने गर्छ। असोज महिना भएको कारणले अब यहाँ देख्न पाइन, तर डाँडामा चाहिँ असोज महिनामा यसरी चाहिँ माथि डाँडा यी बादल यसरी छ, तल ढोरपाटन फाँट रहेको छ। यो असोज महिना भएको कारणले मात्रै डाँडामा बाँकी छ, तर अब तल फाँटमा फुलहरू सुकिसकेको छ। यो मनमोहक दृश्य हेरेर मनै आनन्द भयो। कस्तो भिड हो यार, भिड चिन्चट्टा काम देखिन्छ यार। मेरो जुत यो ढोरपाटन डाँडामा छ, जहाँ चाहिँ एकदम बादलहरू चाहिँ सरर आइरहेको छ। यताबाट बादल आइरहेको छ, यो समुद्र सरी अहिलेको यहाँको अवस्था छ आइरहेको छ। कुनै हामी चाहिँ समुद्रको टपमा छौँ र समुद्रमाथि एउटै डिस्कोमा बसेर हामी समुद्र हेरिरहेका छौँ। अगाडि देख्न सक्नुहुन्छ हजुरहरूले एकदम मजाको भ्यू छ र यहाँहरू पनि यो ठाउँमा चाहिँ घुम्न आउनु होला लाग्छ। र हेर्दा फेरि केही खुलेको पनि छ र डाँडा पनि देखिरहेको छ। यो साइडमा देखाउनुहोस्, क्यामेराम्यान प्लिज यता देखाउनुहोस्। मजाको भ्यू छ। ल हस्, धन्यवाद। ल यता पहाड पनि देखिन थाल्यो है अब त जानु जानु हाम्रो दाजन नाट भयो भयो भयो। सरकार आरक्षणमा हालको चाहिँ खाएको छाला रहेछ नि यो सिङकै लागि आउँछ विदेशी पैसा ए सिङ लिएर जाने हो हजुर सिङले छाला लान्छ अन्डे गरेर सिङ लिएर जान्छ सिङले छाला लान्छ बस मासु देखेर छोडिदिन्छ नि यो केसको हो नि बाबा 30-35 जना ग्रुप हो यो खोल्नु नि त आउनु वाला छ
अब कहीँ निकाल्दिनु देउरालीसम्म कति हो त्यहाँ देउरालीसम्म कति हो पैसा अलि मिलाउ न ल ओ कस्तो दामी यार ल है पानी आयो कि गाडी हो बादलको माथि माथि उड्दै हिँडेर जस्तो भयो है ढोरपाटन यस्तो छ है गाई राणै माथिबाट देखिने भ्युज बादलले छोप्दैछ ल ओ गाईजी यसरी बादल उडिरहेछ है बादलको मुनि ढोरपाटन यस्तो छ रमणीय स्थानीय ल साह्रै ब्युटिफुल छ है मनमोहक छ आउनै पर्ने ठाउँ घुम्नै पर्ने ठाउँ त्यो ले जगिन दिन पर्ने रहेछ खान्थ्यो नि